गाइस वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी भिन्टुनातिर घुम्न आएको छौँ। आज चाहिँ हाम्रो भाइहरूसँग मेरो यो दाइ हो, तर म चाहिँ भाइ नै भनेर बोलाउँछु। यता रिदम फेरि हिँड्दैछ। आज चाहिँ हामी यसो डुल्नु हिँडेको। ल आज हामी उकालो लागिसकेको छौँ होइन। ल यस्तो छ अगाडिको भ्यू चाहिँ। अब यो उकालो जानुपर्ने हुन्छ। हामी चाहिँ यत्रो माथि आइसकेको छौँ रोडदेखि होइन। अब हामी चाहिँ बिस्तारै उकालो लाग्दैछौँ। यो उकालो पनि छ। अब हामी यता छौँ फेरि। हामी तिनजना ग्याङ यता छौँ है। फेरि अब यहाँ हेरौँ न, यो पानी नपर्दा नि यस्तो यहाँ हिलो कहाँबाट आउँछ। ल फेरि सोर्ने फेरि। ल आज चाहिँ हामी यता आएको छौँ। राम्रो ठाउँ छ न। यो चाहिँ ताप्लेजुङको भिन्टुना हो। आज चाहिँ हामी यसो डुल्नु निक्लेको हो। गाइस तपाईहरुले चाहिँ हाम्रो भ्लग मन पर्यो भने लाइक सब्स्क्राइब कमेन्ट गरिदिनु। नभुल्दिनु। अरु भन न। अरु के भन्नु। यता हाम्रो दाइ छ फेरि। आज चाहिँ हामी कहाँ जान्छौँ भने अहिले त माथि लस मङ्की जान्छौँ। लस मङ्कीको तपाईहरुलाई भ्यू देखाइदिन्छौँ। आज हामी नि त फेरि यता जाने अनि पार्कदेखि माथि अर्को तल पार्क जाने सबै तपाईहरुलाई देखाउँछौँ गाइस। फेरि आज हामी टुरमा हिँडेर जस्तै छ। यहाँ हिजोको भ्लग चाहिँ किन आएन भन्नुहुन्छ होला होइन। अब भ्लग त हाल्नु मिल्थ्यो नि, के गर्नु हामी बिरामी थियौँ क्या। बिरामी थियौँ। अब हाम्रो च्यानलमा बिस्तारै बढ्दै जान्छ। यहाँ चाहिँ मन्दिर रहेछ। देवी पूजा हो कि क्या हो। हामी चाहिँ यता पुरा हाम्रो साथीले चाहिँ ढोक्दैछ पुरा। यहाँ हामी भिन्टुनामा आइसकेको छौँ। अब फेरि यता हेर्नुहुन्छ भने चाहिँ पुरा यस्तो छ गाइड्सहरू। यहाँ हेर्नु सक्नुहुनेछ। अब यहाँदेखि ताप्लेजुङको तोकमा चाहिँ डल्लै देखिन्छ क्या। अब तल भानु स्कुल यता हो। अनि यता छ तोकमे बजार। उतापट्टि नि छ बजार, तर यता सानो देखेको। यतापट्टि नि छ तर देखेको छैन। तपाईँहरूलाई देखाउँछौँ हामी। यहाँ तलको भानु स्कुल हो हामी पढ्ने। यहाँ फुटसल छ। यता हटिया लागिरहेको छ अहिले। यो भनेको यता आउँदै हेर्नु सक्नुहुन्छ। यो हेलिकप्टरमा मरेको होइन ओए। एरोप्लेनमा सहिद हुनुभएको। यता चाहिँ फेरि यहाँनिर ताप्लेजुङ एफएम। पुरा यो गेटमा छिरिसकेको छौँ। अब हामी माथि पुगेर देखाउने छौँ। बाई बाई। हामी चाहिँ फेरि यत्रो माथि आइसकेको छौँ फेरि पनि। अब म चाहिँ एक्लै अगाडि भएको छु। यता आउँदै हेर्नु सक्नुहुनेछ ताप्लेजुङको टावर। यता तल हाम्रो केटाहरू चाहिँ फेरि यता आउँदैछ हो। ल यहाँ बनिँदै रहेछ बाटो। हामी यो ताप्लेजुङको यो ट्याङ्कीहरू हो। यता चाहिँ हामी आज चाहिँ धेरै ठाउँ घुम्ने भनेर दिउँसो हिँडेको छौँ। हिजो चाहिँ अलिक बेलुका भएर हामीले भिडियो बनाउनै पाइनौँ। अब हेर्नु सक्नुहुन्छ हामीले यतानिर त्यहाँनिर पुरा जाली हालेर यहाँ फेरि बनिँदै गरेको ठाउँ किन स्टप भएछ। अब यता हामी यता आउँदैछौँ। ल अब हामी तपाईँहरूलाई माथि पुगेर देखाउने छौँ है। यहाँ हेर्नुहोस् गाइस चराहरू चाहिँ यस्तोरी बस्दो रहेछन्। ल फेरि हाम्रो रिदम चाहिँ यस्तो पारामा हिँडिरहेछ। फेरि यहाँबाट तिर्सो हिँड्नुपर्छ फेरि उकालो। ल हाम्रो रिदम दोस्त खतरा छ। ल हिँडौँ दोस्तहरू। हिँडौँ। ल पनि नयाँ सब्स्क्राइबर हुनुहुन्छ सबै हामीलाई साथ दिनु। ल हाम्रो न्यू च्यानल छ अहिलेको चाहिँ। भ्लगमा आइबस्नु हजुर। अब फेरि उकालो लाग्नेछौँ हामी यताबाट आएर। यो तलको भ्यूहरू देख्न सक्नुहुनेछ। ताप्लेजुङको यो चाहिँ भिन्टुना डाँडा घुम्नु आउनु सक्नुहुन्छ तपाईँहरू पनि। ल
तपाईँहरू पनि घुम्नु आउनुहुन्छ जिल्लाकै छेत्रीमा पर्छ यो उयसमै पर्छ यो तोकमा डाँडाको माथिको है यो भ्यू चाहिँ हेर्न सक्नुहुन्छ है यो टर्निङ छ अब हामी तपाईँहरूलाई माथि पुगेर देखाउनेछौँ गाइज हामी चाहिँ यत्रो तलबाट आइसकेको छौँ हाम्रो केटाहरू चाहिँ फेरि सक्सकै छ क्या लास्टै ल हामी हाम्रो इलाकामा आउनु ल आइसकेको छौँ हामी चाहिँ पुरा ल हाम्रो साथीहरू यता 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 फेरि ल एकदम खतरा ल अब फेरि हामी चाहिँ यो ठाउँमा आइसकेको छौँ है ल यो क्रिस्चियनहरूको हो कि के को हो थाहा भएन अब यता उकालो होइन न यता यता यो जस्तै सम संस्कृति पार्टीले गरेको होला सरसफाइ यस्तो दामी छ क्या यहाँ चाहिँ फेरि यस्तो बनाएको छ यहाँ सिलामसाकमा यहाँनिर पुरा यहाँनिर हेर्नु सक्नुहुनेछ फेरि अब हामी चाहिँ यहाँ लामो पुल लामो पुल भन्दा नि यो भनेको उयो हो यहाँ पनि पार्क बनिँदो रहेछ हेर त बच्चाहरू खेल्ने अलिक ध्यान दिएर पो दिनुपर्छ भर्खर बनिँदो रहेछ यहाँ हेर्नु सक्नुहुनेछ यो चाहिँ फेरि यस्तो चिल्लो ठाउँ छ क्या फुलहरू देख्न सक्नुहुन्छ गाइज फुलहरू यहाँ फेरि हाम्रो दोस्त यस्तो कडा छ कि पुरा बिन्दास पारामा अब यहाँनिर हेर्नु सक्नुहुनेछ यो छ नि त्यहाँभित्र यहाँ पार्क बनिँदो रहेछ राम्रो एकदमै देख्नु सक्नुहुनेछ यी भर्खर बनिँदैछ अब हामी यता लाग्नेछौँ यता यता कहाँ हिँडेको हो भाइ हामी यता जानेछौँ अब हाम्रो गन्तव्यतिर भर्खरै हामी लाग्दै मात्र छौँ अब यहाँ हेर्नु सक्नुहुनेछ यो सिँढी चाहिँ फेरि कस्तो लामो छ कि अब जम्मै अब यो कालो चाहिँ ल लौरे बन्यो ल हाम्रो भाइ पनि दियो लौरे एकदमै खतरा हान्यो ल खतरा हाने ल हाम्रो प्यारो भाइले चाहिँ खत्रै हानेको छ ल फेरि यता रिदम पिङ खेल्नु जाऊ न माथि जाऊ पुरा हाम्रो भ्यू चाहिँ यस्तो छ अहिलेको यो पुरा यहाँ हेर्नु सक्नुहुनेछ यहाँ हेर्नु म पनि आउँदैछु बिस्तारै साथीहरू ल हाम्रो केटाहरू चाहिँ अघि लागिसकेको छ हाम्रो केटाहरू चाहिँ फेरि यस्तो देख्नु हुँदैन खतरा छ नि फेरि ल केटाहरू हान्यो ओपे ल ठिक छ केटाहरू ल म पनि आएँ ल ल देख्न सक्नुहुन्छ गाइज आज चाहिँ हामी 3 भाइ नै ल हामी 3 भाइ नै पिङ खेलाइ चाहिँ यस्तो मजा आउँदैछ ल त्यो भिडियोमा एकदम दामी दसैँको यतिहारको र पिङ खेलाइ केटीहरूको चुट्टिएर ल हामी चाहिँ यस्तो ठाउँमा छौँ यो भिडियो चाहिँ मेन गरी हामी ऋतिक ब्रोलाई मेन्सन गर्न चाहन्छौँ मेन्सन ऋतिकलाई सबैजनाले ऋतिक राईलाई मेन्सन गरिदिनुहोस् ऋतिकलाई हामी मेन्सन गर्नेछौँ यसपालिको भिडियोमा ल हामीनिर यस्तो ठाउँमा छौँ कि अहिले चाहिँ यस्तो माथिबाट जाने है अब ल यहाँ हेर्नु सक्नुहुन्छ गाइज हामी चाहिँ अब ताप्लेजुङको यस्तो ठाउँमा आइसकेको छौँ अनि अब हाम्रो यो यताभरि यहाँ फेरि टक्कसँग गुराँस छ हाम्रो रिदम यहाँ बसिरहेछ अब म चाहिँ फेरि यहाँ छु ल गाइजहरू अब हामी धेरै ठाउँ घुम्नु छ लाग्दैछ एकछिन हामीनिर यस्तो ठाउँमा लागिसकेको छौँ ल गाइज हामी यो माथि छिरेर यता लागिसकेको छौँ
हाम्रो दोस्त फेरि अघि तिमी पनि कुद्यो ल हाम्रो दोस्त पनि कुदिसकेको छ हामीनिर यहाँनिर यस्तो गर्दै हिँड्दैछौँ अब हाम्रो यहाँनिर यस्तो ठाउँ छ क्या गाइसहरू एकदम राम्रो ठाउँ छ यहाँ तलाउँदै हेर्नु सक्नुहुँदैछ पूजा गर्ने ठाउँ यहाँबाट सिँढीबाट टक्कै तल झर्दा नि हुन्छ अब यहाँ हेर्नु सक्नुहुँदैछ अघि हाम्रो भाइहरू अघिनिर यहाँ हेर्नु सक्नुहुनेछ भ्यू अब हामी भ्यू देखाइदिन्छौँ अब यहाँ हेर्नु सक्नुहुँदैछ अब हावा यस्तो राम्रो आइरहेको छ काम पनि चलिरहेको छ अब हाम्रो पनि यत्तिको भइसकेको छ भने गाह्रो लगाउँदैछ हो यहाँनिर चाहिँ लास्टै हावा चल्ने ठाउँ छ है ल गाइस हामीले चाहिँ फोटो खिचेर आइसकेको छौँ केटाहरू अघि मलाई छोडेर अगाडि गइसकेको छ ल केटाहरूले मलाई चाहिँ अघि एक्लै बनाएर गएको छ है ल अब केटाहरू मलाई नै कस्तो छोडेर गएको केटाहरूले यहाँ हेर्नु सक्नुहुनेछ कति राम्रो राम्रो ठाउँ छ भने यहाँ हेर्नु सक्नुहुनेछ गुफा जस्तो छ क्या यो पुरा यस्तो डेन्जर ठाउँ छ क्या फेरि यहाँ हाम्रो दोस्त चाहिँ अघि तल पुगिसकेको छ भने हामीनिर यस्तो ठाउँ छ भने एकदमै ठिक छ है यो ठाउँ चाहिँ तपाईँहरू पनि घुम्नु सक्नु हुनेछ यस्तो राम्रो ठाउँ छ भने हाम्रो यहाँ चाहिँ यो भिडियो चाहिँ अघि नै हामीले भनिहाल्यौँ ऋतिकलाई मेन्सन गर्ने भनेर यो भिडियो ऋतिकलाई मेन्सन गर्ने हो ल हामीनिर मलाई चाहिँ फेरि छोडेर केटाहरू अघि एउटा यहाँ पर पुगिरहेछ एउटा यहाँ हेर्नु सक्नुहुनेछ यत्रो पर मलाई छोडिरहेछ म पनि कुदेर जानेछु गाइस म चाहिँ यति छिटो आएँ कि स्यास्या भएँ ल हाम्रो दोस्तले फेरि के को शिकार हो यो चाहिँ ल हाम्रो दोस्तले फेरि यस्तो सुरो निशाना लगाउँछ कि गल्यो होइन दोस्त अति नै भयो ल आज चाहिँ ल केटाहरू कुद्यो म कुद्नु सक्दिनँ ल खतरा एकदम आर्मी हान्यो ए तेरिका एकदम मजा आइरहेछ आज चाहिँ भन्नु केटाहरू यता पुगिसक्यो भने अब यहाँ तल चाहिँ फेरि पाथी भएर बहुमुखी क्याम्पस पुरा यहाँनिर हो हाम्रो बोजूको घर चाहिँ यो है ओए हाम्रो बोजूको घर चाहिँ यो उयो तल हरियो ड्रम राखिरहेको छैन छानामा हरियो उयो कलरको ए पहेँलो ड्रम हरियो कलरको छानामा हो त्यो बोजूको घर हो हाम्रो ल केटाहरू छिटो हेर्नु सक्नुहुनेछ हाम्रो फेरि यहाँ दोस्त चाहिँ आफ्नो गाउँमा विकास नभएर पुरा आफ्नो गाउँमा यतिको भएको भए म कति खुसी हुन्थेँ भन्दै हाम्रो जसले यहाँ कल्पना गर्दैछ अब तिमी चाहिँ विकासको लागि के भन्न चाहन्छौ गणेश सर आफ्नो गाउँको लागि फेरि लक अफ दियो एउटाले ल दोस्त ठिक छ एकदम लास्टै कालमा सास पर्दैछ ल पुग्नु चाहिँ हाम्रो लक्ष्य हाम्रो दोस्त फेरि अघि यहाँ पुगिरहेछ गाइस यहाँदेखिको कस्तो दामी भ्यू हेरेको छ क्या अब फेरि यहाँबाट फेरि चिसो अब यहाँ यत्रो माथिसम्म आयो अब फेरि ओह्रालो यहाँ हेर्न सक्नुहुनेछ कस्तो दामी छ अरे अम्म यस्तो यहाँ हेर्नु सक्नुहुन्छ यस्तो दिमाग लगाएर बनाएको छ कि यस्तो दिमाग लगाएको छ कि यहाँ हेर्नु सक्नुहुनेछ जाउँ यहाँ हेर्नु सक्नुहुनेछ
यत्रो माथिबाट आइयो यो तलको भ्यूहरू अघि नि हामीले देखाएको थियौँ ल केटाहरू चाहिँ पुरा हिँड्दैछ क्या मलाई चाहिँ फेरि यहाँ एक्लै छोडेर केटा हौ मलाई नि पर्ख न हौ यस्तो फेरि ल रिदम के भन्न चाहन्छौ कसलाई मेन्सन गर्ने अरे यो भिडियो ऋतिकलाई ऋतिकलाई सबैभन्दा चाँडो न चाँडो यो भिडियो ऋतिक राईलाई मेन्सन गरिदिनु होला यतिको चाहिँ भन्नु पर्यो नि त ल मेरो दोस्त कडा छ है गाइस यहाँ चाहिँ अहिले दिउँसो आउनुभन्दा पनि बेलुकाको 3-4 बजी आउनुपर्छ हावा डेन्जर चल्छ अब मेरो चाहिँ फोन घरमै छोडिरहेको थिएँ र मेरो साथीकोबाट गरेको उता फेरि गोप्रो ल्याउनै बिर्सेछ चार्ज नै थियो छ अब फेरि हामी गाइस अब हामी अर्कोचोटिको भ्लगमा चाहिँ हामी 3-4 बजी आएर यहाँको हावा कस्तो चल्छ भने गोप्रोले पनि गर्नेछौँ ल गाइस हेर्न सक्नुहुनेछ तलको भ्यू दामी छ होइन कस्तो दामी हाम्रो साथी फेरि यो बाटो यहाँ हेर्नु सक्नुहुनेछ यस्तो दामी ठाउँ छ कि यहाँ फेरि हाम्रो दोस्त ल के भन्न चाहन्छौ मलाई तिर्खा लाग्यो भन्न चाहन्छु ल ल पानी माग्दै पहिला माथि जानुपर्छ पानी माग्नु जाउँ ल हामी पानी माग्नु गएको हजुर हजुर हामी भिडियो नगरेको जस्तो पानी खानु गएको ल रियाक्सन ल ल केटा ल पानी माग ल केटा हो होटल छ नि यहाँ यस ल माग माग केटा हो पानी ल हेरौँ माग न खौतलु केटा हो कहाँ हो ल केटाहरू पानी खाऊ 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 ल केटा म फस्दिइहाल्छु ल ल मेरो दोस्त पानी त चिसो रहेछ यार लागिसकेको छु दोस्तहरू कुनबाट आयो एरिका केटा हो केल्मीको ब्रान्ड हेर्ने केल्मीको ब्रान्ड हेर्न हो केटा हो यस्तो दामी भ्यू देखिरहेछ कि यस्तो दामी देखिरहेछ कि हेर्न सक्नुहुनेछ केल्मीको ब्रान्ड यहाँ भुइँमा हाइसी हेर्न सक्नुहुनेछ झन्डा फरफराउँदैछ एकदमै मजा आइरहेछ आज हेर चिमबाट हेर्न सक्नुहुनेछ यताउँदै अघि ल्या के भएको हामी यता गइसकेको छौँ अब यहाँदेखि ओह्रालोको भ्यू यहाँ वरिपरि हेर्नु सक्नुहुनेछ यो तलको भ्यू डर लाग्दो राइट अहिले त गाई जो दिउँसो यस्तो उयो हुन्छ भन्छ गयो भने यहाँदेखि उयो गर्न जानु होला होइन जाने नि तेर्सो गएर तल अब यहाँ हेर्नु न दाजु यहाँ देखाइदेऊ न गाई सुराले यत्रो मेरो ठुलो भयो हावाले ल गाइड्सहरू ल जाउँ ऊ यहाँ माथिबाट तेर्सो जानुपर्छ हौ रोटाइ रोटाउने
निक्लिन्छ ठाउँ यहाँ ठाउँमा फोटो खिचौँ। ल ल हाम्रो साथीको हेरी यस्तो दामी पोज छ कि यता उकालो मात्र राम्रो आउँदो रहेछ हेरी हाम्रो दोस्त ल एकचोटि बसौँ त हाम्रो फेरि प्यारो भाइ पनि बस्ने अरे ल तपाईँको उयो मेसेन्जर ल आमो यतिको चाहिँ हुनु पऱ्यो नि त ल अन्त त्यो भनेको खोप्रे स्कुल हो खोप्रे स्कुल जुम गरेर हेर्दाखेरि विद्यार्थीहरू देखिसकेको छ गाइस आज शनिबार कहाँबाट हुन्छ ल केटाहरू भविष्यमा लु ब्रिटिस आर्मी ल केल्मीको ब्रान्ड ल ल ल केटाहरू कुद्यो हाम्रो केटाहरू ल ल म पनि यहाँ कुद्दैछु है ल ल अनि यहाँ कुद्दैछु केटाहरू फेरि यता कुद्दैछ ल हान्यो 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 केटाहरू अनि ल यतिको घाममा केटाहरू हान्छ भने भोलिको वर्ष फेरि सोध आर्मी ल माथि 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 हान्यो ल गाइसहरू ल ल ल केटाहरूले मलाई नि कुदाएर स्यासेर फ्यापा बनायो अब हामी तेर्सो लाग्दैछ पुरै म बनाइदिन्छु पुरै तेर्सो तिमी ल गाइस म पनि निक्लिसकेको छु आज चाहिँ ल अहिले चाहिँ ल दाइले प्रालो दिइसकेको छौँ हामीले मैले दिइसकेँ के कस्तो हुँदैछ साथी हो अनि आजको टुर आजको मलाई एकदमै मजा आइरहेछ ल ल हाम्रो अनि यो युट्युब च्यानलको फ्रेन्डहरूलाई के भन्न चाहन्छौ मेरो युट्युब च्यानलको फ्रेन्डहरूलाई भोलि ओए यो के हो यस्तो टल्किने सिसा फुटाएको रहेछ होइन यसरी बाटोमा चाहिँ नफुलाइदिनु होला तपाईँहरूले पनि सिसा देख्न सक्नुहुन्छ गाइस म चाहिँ एकदम खुल्लामा बिन्दास पारामा अब हामी पिचबाट ओह्रालो लाग्दैछ हामी चाहिँ पिच भेटाउन आँटिसकेको छौँ साथी हो अनुहार देख्नु भएको होला के देख्नुभएको छैन भएनिर दुईवटा च्यानलबाट आउँछ यो मेरो सब्सक्राइबरहरूलाई त्यस्तो भन्न चाहन्छु कि तपाईँहरूलाई नि ऐसिली खुवाउँछु युट्युब च्यानल के छ अनि ऋतिक सरको एरिदम सरको र चाहिँ ओपी आर्टिस्ट छ यो यही भिडियोमा हाल्यो यो ब्लग सबैले सब्सक्राइब च्यानललाई गरिदिनु अनि यता हाम्रो दादाको के छ त मेरो दादाको निश्चल राई छ निश्चल मात्र छ अँ, तपाईँहरूले सब्सक्राइब हानिदिनु सक्नुहुनेछ देख्नुहुन्छ गाइस हाम्रो टोलीहरूलाई चाहिँ लास्ट भोक लगाएर यहाँ गोजीमा 1 रुपियाँ सुक्को नभएर यहाँ हेर्नु सक्नुहुनेछ खानुस् तपाईँहरू पनि ल मेरो गाइस प्यारो म भाइलाई पनि ल ल मेरो सब्सक्राइबरहरूलाई चाहिँ ऐसेलु खुवाउँछु क्या म ओइ 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 झन्डै झरेको छु म चाहिँ छन् केटाहरू चाहिँ यसरी खाना आउँदैछन् भर्खर एकदमै गर्मी भइरहेछ अहिले दोस्त आऊ न भरे हामी धारामा गएको नि फोटो बनाउने छौँ तपाईँहरूलाई दोस्त चाहिँ पर ऐसिलुमा झुन्ड्या झुन्डै छ है छिटो आऊ न ल मेरो भाइ कस्तो आउँदैछ क्लिक ठिक छ एकदम जब मैले दादै भनेर बोलाउँछ यस ब्रो हाइटले हो भने नि म वर्षले ठुलै हो नि होइन 12 वर्ष 12 वर्ष बिल्ला हान्दैछ गाइस केटाहरू ल फेरि यो चाहिँ मन्दिरको लागि ट्रेनिङ हो केटा हो मन्दिरको लागि ल ट्रेनिङ हान्दै रहेछ पुरा अङ्कलले चाहिँ फेरि जानुभयो अब ल देख्न सक्नुहुन्छ गाइस मेरो भाइ म्यान हान्देऊ न केटा हो के हो यो ल हिँड्न नसकेर हाम्रो भाइलाई चाहिँ अब पुरा देखाउनु परेर भयो अब हामी चाहिँ यो खाली छ क्या यस्तो ठाउँमा चाहिँ अब के भन्नु ओ यो त कुन इन्जिनियरले खनेको रोड हो यस्तो चाहिँ ल अनि सिधै के हो भाइ यस्तो चाहिँ नगरौँ न अनि ल ल ठिक छ ठिक छ केटाहरू हेर्नुहोस् गाइस फेरि ऐसेल भनेपछि झुन्डिहाल्छ नि होइन अब म पनि त यत्तिकै बस्नु त भएन हान्नै पऱ्यो घिच्नै पऱ्यो अलिकति त खाइराख्दा भरे काम दिन्छ आज फेरि कस्तो मैले पैसा नै बोक्नु बिर्सेको क्या चेक लिएर आउँ भन्दै थियो यार केटाहरूले मैले एटिएमले भनेको कस्तो भएन नि ल देख्नुहुन्छ भ्यू देख्न सक्नुहुन्छ यहाँनिर यहाँ देख्न सक्नुहुन्छ मेरो त जादुले हातमा एक्कासी आएका यहाँ हेर्नु देख्न सक्नुहुन्छ गाइस यो चुतियाले चाहिँ हामीलाई एकदम हरेन बजाएर गइदिएको छ मेरोमा पनि चक्का परो चक्का
चक्का हैन ओइ यो चक्का पुयामाथि चुच्चो केटा हो यो चक्का हैन हो चक्का हेर यो कसरी ए फेरि चक्का भन्दैछु चर्कोलाई यहाँ हेर्नु चौका हो ए चर्को म ए चौको म कसरी हाल्नु थियो अहिले यो त उठ्दैन यार मलाई त भनेको एकता त झन्डै रुखले सुतेर यसरी हो ओइ हैन केटाहरूको पत्र गाइस ल हामी चाहिँ फेरि अनि सिँढीको गन्तव्यमा आइसकेको छौँ म भने यता छु ल केटाहरू ल चप्पल खतरा पड्काउँदै हिँड्दैछ हाम्रो केटाहरूले चाहिँ मलाई चाहिँ नछोड न अघिदेखि छोडिरहेको छ हो यहाँ चाहिँ मकै यत्रो यत्रो भएछ देख्न सक्नुहुनेछ यहाँ हेर्नु सक्नुहुनेछ आजको भ्लगमा यताभरि मकैहरू छ भने हामी चाहिँ यता कुद्दैछौँ ल गगुन हेर्ने अरे अब केटाहरू चाहिँ के हो पारा ल ल चलो चलो केटा हो के हो गाउँको याद आयो केटा हो ल केटाहरू खतरा एकदम केटा हो हिँड्यो 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 ल देख्न सक्नुहुनेछ यतिको रमाइलो चाहिँ कहिले पनि भएको थिएन क्या के हो के चाहिँ कराउँछ ल यहाँ चाहिँ यताभरि चरा गरेर छ देख्न सक्नुहुनेछ हामी चाहिँ कुकुरले खेदाएर यत्रो त लगाइसकेको छु अब उतादेखि ओह्रालो होइन केटा हो ओए ओए उहाँदेखि ओह्रालो होइन हिजो हामी यहीँ आएको थियौँ ओ एकदम मजा आउनेछ गाइस अब राम्रो भ्यू देखाउनेछु ल अब आउँछ है तपाईँहरूले देख्नुभएको ठाउँ देख्नुभएको कि नदेख्नु भएको ठाउँ हो हामीले देखाउने छु होइन ओके न भाइ ओके न भन त ओके न हो एकदमै हो ल हिजो हामी चिप्लेको ठाउँमा त्यो यस्तो फलाममा चिप्लेको थिएनौँ गाइस आज चिप्लिन्छौँ हामी ल आम्मा केटाहरू ल आज चाहिँ हाम्रो यो चाहिँ ओल्ड प्लेस हो दाइ ओल्ड प्लेस हो अब यहाँको भित्ताको गाह्रो देख्न सक्नुहुन्छ भाइरल पुरानो भयो यस्तो दामी छ कि भाइरल घर भन्दा दामी रहेछ तपाईहरु कुन दिन आउनु भएको बेला यहाँ देख्न सक्नुहुन्छ यो इँटा हो कि के हो यो इँटा त होइन होला यो तपाईहरु कुन दिन आउनुहुन्छ यतातिर यो घर चाहिँ हेरेर हेर्नु होला यहाँ देख्न सक्नुहुनेछ परैसम्म छ क्या होला पुरा ओल्ड प्लेस हो यहाँ चाहिँ परैसम्म छ यो गाउँको ठ्याक्कै छ क्या ताप्लेजुङमा पनि यस्तो दामी ठाउँ छ भन्ने मलाई थाहा नै थिएन हिजो आएर ठ्याक्कै देखेको यहाँ देख्न सक्नुहुनेछ अब ताप्लेजुङको भ्यू तपाईँहरूलाई ताप्लेजुङको भ्यू एकछिन काउन्ट हामी गरिदिन्छौँ 3 2 1 गो ल ल यस्तो त्यसरी हैन का अर्को सिधै बन्ना ल केटाले पोज दिने रहेछ ल अब उतापट्टि उताउनु